आदरणीय दर्शकहरू नमस्कार। एसीसी सप्ताहको यो 7औं श्रृंखलामा तपाईलाई धेरै धेरै स्वागत छ। म सुरज प्याकुरेल। दर्शकहरू, विगतका 7 श्रृंखलाहरूदेखि हामी निरन्तर रूपमा एसीसी का बारेमा बहस गरिरहेका छौं। यो 7औं श्रृंखलासम्म आइपुग्दा हामीले विभिन्न एसीसी सदस्य, एसीसी विद्यार्थीलाई कार्यक्रममा समेट्दै एसीसी का बारेमा 7 दिन 7 घण्टा निरन्तर बहस गर्ने यो प्रयासमा हामी लागिरहेका छौं। आजको यो एसीसी सप्ताहको अन्तिम श्रृंखलामा हामीसँग एसीसी सदस्य सुरेश पण्डित हुनुहुन्छ। उहाँसँग एसीसी का बारेमा अन्य कुराकानी गरौँ। स्वागत छ सुरेशजी। धन्यवाद। नमस्ते। सुरुमा हामीले एसीसी का बारेमा कुराकानी गरिरहँदाखेरि यो 7 दिन हामीले रेगुलर एसीसी का बारेमा कुराकानी गरेका छौं। तपाईलाई +2 पढ्ने विद्यार्थीले वा +2 सकेर बसेका विद्यार्थीहरूले बुझ्ने भाषामा एसीसी भनेको के हो भनेर सोधे भने तपाईको उत्तर चाहिँ के हुन्छ? अब तपाईहरुले सुन्दै आइरहनु भएको छ। अब म 7औं गेस्ट हुँ। यसमा धेरै कुराहरू चाहिँ प्रकाश पारिएको छ र मैले सर्टकटमा भन्दाखेरि चाहिँ एउटा इन्टरनेशनल क्वालिफिकेसन हो एसीसीए, जुन चाहिँ 180 वटा देशमा अहिले रिकगनाइज छ। ती सबै देशहरूमा चाहिँ एसीसी को प्रेजेन्स छ र नेपालमा बसेर यो क्वालिफिकेसन लिनु भनेको तपाईको क्वालिफिकेसन 183 वटा देशमा चाहिँ रिकगनाइज हुने हो। र इन टर्म्स अफ अदर फ्याक्टर हेर्दाखेरि चाहिँ भोलिगएर चाहिँ इम्प्लोइमेन्टको कुरा आउँछ, भोलिगएर चाहिँ गभर्मेन्टको रिकग्निसनको कुरा आउँछ, अरू इन्टरनेसनल एनजिओ अथवा चाहिँ इन्टरनेसनल कम्पनीहरूको रिकग्निसनको कुरा आउँछ। यसमा पनि एसीसी को रिकग्निसन चाहिँ अहिले हाइली रिकग्नाइज क्वालिफिकेसन हो। त्यति भन्न चाहन्छु। जस्तो देश नै भन्नु पर्दाखेरि कुन कुन देशहरुमा चाहिँ बढी एसीसी को खपत हुन्छ वा एसीसीहरुलाई बढी चाहिँ मान्यता दिने गरिन्छ? अब यसमा 183 भन्दा साथ सुरजी सबै कन्ट्री कभर भयो हैन। अब तर त्यसमा पनि पार्टिकुलरली अब अहिले मैले भन्नु पर्दाखेरि चाहिँ अब विश्वमा फर्स्ट कन्ट्री भनेर चिनिने जस्तै फर एक्जाम्पल युरोपियन कन्ट्रीहरू, अब युके भयो, त्यसका अरू कन्ट्रीहरू प्लस अस्ट्रेलिया भयो। अनि अब एसियाको मार्केट हेर्नु भने तपाईँ चाइना जानुहोस्, सिङ्गापुर जानुहोस्, मिडल इस्ट जानुहोस्, इभन इन्डियामा अहिले चाहिँ हाइली ग्रोइङ हो। त्यसपछि पाकिस्तान नम्बर 1 हो साउथ एसिया रिजनमा। त्यसैले यो अब एकदमै एक्सपान्सन, यसको हाइली एक्सपान्सन हुँदैछ र अब त्यहाँको लोकल गभर्मेन्टले पनि र लोकल कम्पनीजहरूले पनि उनीहरूले रिकग्नाइज गर्दैछन्। जस्तो आजको दिनमा नेपालको मार्केट हेर्ने हो भने विशेष गरी एसीसीहरू कुन चाहिँ क्षेत्रमा बढी खपत भइरहेका छन्? जस्तो बैंक होला, आइएनजिओ होला, केमा चाहिँ बढी खपत भइरहेका छन्? अब म आफू पनि डेभलपमेन्ट सेक्टरमा छु। डेभलपमेन्ट सेक्टर भनेको हामी एनजिओ आइएनजिओ भन्छौँ। र त्यहाँ हेर्ने हो भने धेरै क्यान्डिडेट एप्लिकेसन दिनेदेखि लिएर त्यहाँका फाइनान्स हेडहरू धेरै नम्बरमा एसीसीजहरू छन् र उनीहरूको रिकग्निसनको एउटा मात्रै भनेको यो हाइली रेपुटेड डिग्री हो र हाइली रिकग्नाइज डिग्री हो र जसले पनि सुनेको छ यो नाम। त्यो कारणले नै उनीहरूलाई चाहिँ त्यहाँ जब गर्न चाहिँ सजिलो भयो। र दोस्रो मार्केट मैले भन्दाखेरि चाहिँ डेफिनेटली ब्याङ्किङ सेक्टर र अरू तपाईँले अहिले विज्ञापनमा देख्न सक्नुहुन्छ। धेरै प्राइभेट कम्पनीहरूले अहिले सीए, एसीसी, सीपीए भनेर इक्वली रिकग्नाइज गरेर माग्न थालिसकेका छन्। त्यसैले सबै सेक्टरमा देख्छु म अहिले चाहिँ एसीसी को पनि। जस्तो हामीले एसीसी नेपालमा गर्नु अरू युकेमै बसेर गर्नु मा त्यसको कुनै एक्सपिरियन्सका हिसाबले वा हामीले यहाँ गर्ने इन्टर्नसिप र युकेमा गर्ने इन्टर्नसिपकै आधारमा त्यो के भिन्नताहरू हुन्छ कि हुँदैन? अब भिन्नता एउटै मात्रै कस्टमा छ। तपाईले युकेमा धेरै पैसा तिर्नुपर्छ, पाउन्डमा तिर्नुहुन्छ, त्यो नेपालमा बसेर नेपाली पैसामा तिरिन्छ। त्यति मात्रै भिन्नता हो। अब इन टर्म्स अफ अब कलेजको प्रेजेन्स भनौँ नेपालमा अहिले अब एउटा दुईटा आइसके। एसीसीले रिकग्नाइज गरेको गोल्ड स्टाटस कलेज आइसके। गोल्ड स्टाटस भनेको विश्वभरि नै उनीहरूको स्टाटस एउटै हो। तपाईँ युकेमा पढ्नुहोस्, तपाईँ मलेसियामा पढ्नुहोस्, तपाईँ सिङ्गापुरमा पढ्नुहोस्, तपाईँ नेपालमा पढ्नुहोस्, गोल्ड स्टाटस कलेज भनेको एउटै स्टाटस कलेज हो। भनेको नेपालमा गोल्ड स्टाटस कलेज अलरेडी भइसक्यो है। भन्नुको मतलब तपाईले एउटै कोर्स एउटै किसिमको लेक्चर डेलिभरीमा नेपालमा पढ्नुहुन्छ विथ
भेरी मिनिमम कस्ट। त्यही तपाईँले युके जानु हो भने यु हेभ टु पे इन पाउन्ड। अनि तपाईँ हिसाब गर्नुहोस् अहिलेको रेटमा त्यो कति खर्चिलो होला, 20-25 लाख र नेपालको 4-5 लाख। भनेको मतलब यो एससीसी महँगो छ, एससीसी पढ्न 20-25 लाख रुपियाँ लाग्छ भन्ने कारण चाहिँ यो हो। विदेशमा गएर पढ्यो भने चाहिँ त्यो लाग्ने भयो। एक्ज्याक्टली। त्यसो नेपालमै बसेर एससीसी पढ्नु पर्यो भने आजका दिनमा विद्यार्थीको कस्ट चाहिँ कति लाग्छ? अब एक्ज्याक्टली भन्न मलाई अलिकति गाह्रो होला एक्ज्याक्ट नम्बर, तर मैले टेन्टेटिभ भन्दाखेरि चाहिँ 4 देखिबाट 4.5 लाखमा सिद्धिन्छ होला। किनभने मैले पढ्दाखेरि यो कस्ट टेन्टेटिभली 3 लाख थियो, किनभने एक्सचेन्ज रेटको भेरिएसन हुन्छ र इयरली 1-2 पाउन्ड एससीसीले बढिराखेको पनि हुन्छ। त्यसैले त्यति ठुलो कस्ट होइन इन कम्पेरिजन टु हामीले बिबिए पढ्छौँ 4 वर्षको हुन्छ र 6-7 लाख तपाईँको। अब त्यतिकै कलेजहरूले 6-7 लाख पनि लिन्छन्, 10 लाख लिने कलेजहरू पनि छन् भन्ने मैले नेपालमै सुनेको छु। र त्यसको कम्पेरिजनमा एससीसीए अब ग्लोबल डिग्री प्लस त्यसको प्यारलली हामीले एकाडेमिक डिग्री पनि चाहिँ पाउन सक्छौँ। त्यो डिग्रीलाई 4-5 लाख तिरेर पाउनु भनेको यो त इन टर्म्स अफ कस्ट इज भेरी मिनिमम। भनेको नेपालमा इन्टर्नसिप गरेको एउटा विद्यार्थी र युकेमा इन्टर्नसिप गरेको विद्यार्थीले युकेमा पनि उति मान्यता पाउँछ। राइट, पाउँछ। अब यसमा चाहिँ हामीले एउटा कुरो चाहिँ अलिकति के छुट्याउनु पर्छ भने अब एक्सपिरियन्स इन टर्म्स अफ मेम्बरसिप र अब एससीसीमा चाहिँ यो फरक हुन्छ। अब एक्सपिरियन्स इन टर्म्स अफ चाहिँ प्र्याक्टिसिङ सर्टिफिकेट। प्र्याक्टिसिङ सर्टिफिकेट चाहिँ फरक हो। जुन प्र्याक्टिसिङ सर्टिफिकेट चाहिँ तपाईँले युकेमा गएर लिनुपर्छ, त्यहाँ युकेमा गएर प्र्याक्टिस गर्छु भन्ने हो भने, राइट। तर इन टर्म्स अफ एससीसीको मेम्बरसिप जुन चाहिँ 36 महिनाको भन्छ 3 वर्षको, त्यो चाहिँ ग्लोबल्ली 183-84 कन्ट्रीमा जुन कन्ट्रीमा गएर लिनुहोस् तपाईँको मान्यता एउटै। भनेको मतलब आज मैले नेपालमा इन्टर्नसिप गरेँ र मेरो साथीले युकेमा गर्यो, अस्ट्रेलियामा गर्यो भने हामी बिच त्यस्तो भिन्नता भन्ने हुँदैन। जस्तो कस्ट हामीले अहिले ट्रेन्ड हेर्ने भने कतिजना विद्यार्थी युकेमै गएर पनि पढिरहनु भएको छ होइन, नेपालमा बसेर पनि पढिरहनु भएको छ। त्यो कस्ट यहाँ सस्तो छ त्यहाँ महँगो छ भन्नुको कुनै फरक हुँदैन। भनेको अब जसले अफोर्ड गर्न सक्छ, अब युकेमा गएर पढ्नु भनेको विभिन्न फ्यामिली इस्युजहरू पनि मैले देख्छु। कसैको चाहिँ जस्तो अब फ्यामिली नै युकेमा छन् अलरेडी होइन, उनीहरू चाहिँ यहाँ चाहिँ एडमिसन गर्छन्, 5-7 पेपर पढ्छन्, त्यसपछि उता गएको मैले धेरै केस देखाएको छु जसको चाहिँ अब हाम्रो ब्रिटिस गोर्खाका फ्यामिलीहरू हुन्छन् नि, हाम्रो कलेजहरूबाट चाहिँ मैले धेरै देख्छु। उनीहरू 4-5वटा पेपर यहाँ पढ्छन्, त्यसपछि दे गो ब्याक टु युके अनि फ्यामिलीसँग बसेर उता गएर पढ्छन्। अझ कतिपय कुरो चाहिँ फ्यामिलीको मैले यस्तो पनि देखाएको छु कि होइन युकेमा त धेरै महँगो हुँदो रहेछ, वाइ टु पे दिस मच मनी इन पाउन्ड, लेट्स गो ब्याक टु द कन्ट्री, आफ्नो कन्ट्रीमा जाउँ, यसलाई कम्प्लिट गरौँ, त्यसपछि अगेन ब्याक इन युके काम गरौँ, त्यो भन्ने कति साथीहरू पनि मैले भेटेको छु। भनेको जो चाहिँ नेपाल आएर एससीसी कम्प्लिट गरेर अनि फेरि जान्छ भनेको उनीहरूलाई युके जानुको लागि त केही चाहिएन, भनेको उनीहरूको प्यारेन्ट अलरेडी त्यता छन्। अब उनीहरू त्यहाँको चाहिँ रेजिडेन्ट अथवा त्यहाँको चाहिँ नागरिकको रूपमा अलरेडी छन् भने उनीहरू नेपाल आयो, थोरै पैसामा कम्प्लिट गर्यो, त्यसपछि गयो, सजिलो पनि भयो। भनेको आजको दिनमा चाहिँ कतिजनाले चाहिँ के पनि भन्छन् भने जस्तो एससीसी भनेको विदेश जानका लागि पढ्ने हो, अझ एससीसी पढ्यो भने युके छिर्न सजिलो हुन्छ वा अस्ट्रेलिया छिर्न सजिलो हुन्छ भन्ने चाहिँ यो हो, यस्तो हुन्छ। अब सबैको आफ्नो पर्सेप्सन हो, सबैको आफ्नो करियर प्लान हो। अब मैले ओभरअल मार्केट बुझ्दाखेरि चाहिँ केही वर्ष अगाडि जस्तो जुन बेला म क्वालिफाई भएँ त्यो बेला एउटा ट्रेन्ड थियो, क्वालिफाई भएपछि पास भएपछि चाहिँ अस्ट्रेलिया, युके, क्यानाडा उनीहरू चाहिँ अब पर्मानेन्ट रेसिडेन्ट अप्लाई गरेर जाने त्यो ट्रेन्ड थियो। मैले पनि अप्लाई गरेँ हौ र मैले लिटरली मैले विथड्र गरेँ अस्ट्रेलिया र क्यानाडा दुइटै। भनेको मलाई चाहिँ के लाग्यो भने होइन, हामी नेपालमा बसेर यो क्वालिफिकेसन इन्टरनेसनल क्वालिफिकेसन लिइसकेपछि र राइट क्वालिफिकेसन राइट क्यापासिटी छ भने, अहिलेको त्यो ग्लोबल जमाना हो, तपाईँसँग हाई ब्यान्ड र इन्टरनेट लिनुहोस्, राइट, र तपाईँको क्यापासिटी छ भने ग्लोबल इम्प्लोइमेन्ट त नेपाललाई क्रिएट गर्न सकिन्छ नि। तपाईँ फिजिकल्ली युकेमा गएर काम गर्नु पर्दैन नि, फिजिकल्ली अस्ट्रेलिया गएर काम गर्नु पर्दैन, तपाईँले त्यो काम त नेपालबाटै गर्न सक्नुहुन्छ, नेपालबाट डेलिभरी दिन सक्नुहुन्छ। भनेको नेपालमै बस्ने काम चाहिँ अस्ट्रेलियाको गर्नु। अफकोर्स
भनेको ग्लोबल डिग्रीको त एउटा चाहिँ ग्लोबलाइजेसनको एउटा मिन्स त्यो पनि हो नि त होइन र आजको दिनमा त्यो गरिरहनु भएको छ जस्तो अब म आफैले चाहिँ इक्जाम्पल लिँदाखेरि मेरो जब भनेको युके बेस जब हो र अब मेरो अफिसको नाम भोलिन्टियर सर्भिस ओभरसिज भन्छ यो युके बेस इन्टरनेसनल एनजिओ हो र मेरो जब चाहिँ इन्टरनेसनल फाइनेन्स म्यानेजर भन्छ यो युके बेस जब हो म जोइन गर्नुभन्दा अगाडिको सेभरल इयर्स कुनै ब्रिटिस युकेमा बसेर काम गरिरहेको जब हो र मैले अप्लाई गरेर उनीहरूलाई के कन्भिन्स गर्न सकेँ भने म नेपालमा बस्छु र फ्रिक्वेन्टली चाहिँ कुनै अब चाहिँ चाहिएको बेला जस्तो हाम्रो एउटा चाहिँ मिटिङ हुन्छ अथवा चाहिँ किनभने मेरो लाइन म्यानेजर युकेमा बस्छ र मलाई रिपोर्ट गर्ने मेरो रिपोर्टिङ कलिग्सहरू युकेमा बस्छन् र अब टाइम टु टाइम भिजिट गर्नुपर्छ कहिले कहिले फिजिकल्ली पनि अब हाम्रो मिटिङ हुनुपर्दछ त्योभन्दा बाहेक भने त तपाईँले कामको डेलिभरी दिने हो डेलिभरी दिने भनेको रिगार्डलेस अफ योर स्टेसन तपाईँले दिन सक्नुहुन्छ र एउटा इन्टरनेसनल एनजिओ र हामी ग्लोबल अर्गनाइजेसन भन्छौँ यो त पोसिबल हुन्छ नि भनेर मैले आफ्नो प्रपोजल राख्दाखेरि उनीहरू पोजिटिभ भए र लास्ट 6 मन्थदेखिबाट मेरो रोल भनेको युकेको रोल हो तर म नेपाल बसेर गरिरहेको छु र मैले अरू साथीहरू पनि देख्छु अहिले धेरैजना साथीहरू छन् त्यसरी चाहिँ काम गर्न नेपालबाट काम ट्राई गरिरहेको र सक्सेसफुल भएका पनि छन् त्यसैले म चाहिँ केमा चाहिँ अलिकति एडभोकेट पनि गर्छु भने हामीले देशै छोड्नु पर्दैन क्वालिफिकेसन राइट क्वालिफिकेसन लियौँ राइट हामीसँग कपासिटी डेभलप गरौँ नेपालमै बसेर विदेशको काम गर्न सकिन्छ नेपालमै बसेर विदेशको काम गर्दाखेरि खर्च नेपालको हुने भयो आम्दानी विदेशको हुने भयो भन्दा झन् फाइदा हुने जस्तो पो हो त्यो धेरै फाइदा हुने भयो यो सम्भावना पनि रहने भयो एसीसी त्यो सम्भावना पनि मजासँग रहने भयो जुन चाहिँ हामीले एउटा ग्लोबल्ली रिकगनाइज क्वालिफिकेसन लियो भने जुन चाहिँ सबैले चिन्छ यो के डिग्री हो भन्ने कसैले पनि क्वेसन चिन्न नउठ्ने हो भने त सम्भावना त भयो नि मतलब यो धेरै राष्ट्रहरूमा यसको मान्यता भएको हुनाले त्यो प्रश्न चिन्ह नउठ्ने कारण चाहिँ के भयो सो आजको दिनमा कतिले एकाउन्टिङ प्रोफेसनलहरू चाहिँ गल्फ कन्ट्रिजहरूमा बढी खपत हुन्छ भन्छन् कतिले युरोपियन कन्ट्रिजहरूमा हुन्छ भन्छन् एसीसी को चाहिँ के छ गल्फ र युरोपियन कन्ट्रिजमा उति खपत भइरहेका छन् उति मान्यता छ वा के छ अब यो चाहिँ अब डिमान्ड एन्ड सप्लाई हो अब र अब साइड बाई साइड बिजनेसको ग्रोथ कहाँ हुन्छ भन्ने कुरो हो जस्तो अब मैले आफ्नो पर्सनली म युके लगायतको युरोपियन कन्ट्रीहरू चाहिँ फ्रिक्वेन्टली भिजिट गरेको मेरो एक्सपिरियन्स अनुसार युके चाहिँ काइन्ड अफ स्याचुरेसनमा गइसक्यो उनीहरूको चाहिँ जे भइरहेछ त्यसलाई कन्टिन्यू गर्ने मात्रै हो नयाँ एकदमै चाहिँ अब बिजनेस उथल पुथल केही नयाँ आउने मैले देख्दिनँ मेरो आफ्नो चाहिँ पर्सेप्सन त्यो हो र अब कुरा रह्यो अब मिडल इस्ट इमर्जिङ कन्ट्री हो तपाईँको हेर्नुहोस् त 5-7 वर्षकोमा कुवेतले चाहिँ कति चाहिँ फड्को मारिसक्यो कतारले कति फड्को मारिसक्यो भनेको त्यहाँ त अहिले त त्यो ग्लोबल एउटा बिजनेस हब भइसक्यो मान्छे बिजनेस बढेपछि त मान्छे त चाहियो क्वालिफाइड अकाउन्टेन्ट त चाहियो त्यो भनेको त डिमान्ड एन्ड सप्लाईको कुरो डिमान्ड एकदमै हाई छ र अब एसीसीए ग्लोबल डिग्री हो सबैले चिनेका छन् कन्जम्सन त्यहाँ मजाले हाई छ मतलब आजको दिनमा नेपालमा एसीसी सकेर कोही एसीसी पास्ट आउट चाहिँ गल्फ कन्ट्रिजमा जान्छ भने पनि उसलाई समस्या छैन समस्या छैन त्यसो आजको दिनमा नेपालमा चाहिँ कतै कतै एसीसी को स्कोप खुम्चिएको हो कि भन्ने खालका कुराहरू छन् नि के छ तपाईलाई कस्तो लाग्छ हैन मैले त बढेको देख्छु हैन किनभने अब म क्वालिफाई भएको 2006 मा हो 2006 बाट अहिलेसम्मको आइपुग्दाखेरिको नम्बर अफ भ्याकेन्सिज र अब नम्बर अफ पिपलको पर्सेप्सन र स्टुडेन्ट इन्क्वायरी पहिला स्टुडेन्टले के क्वेसन सोध्यो हामीलाई बिफोर द जोइन एसीसी र अहिले के सोध्छन् भन्दाखेरि चाहिँ मैले खुम्चेको होइन कि यो अवेरनेस बढेको छ अहिले सबैले थाहा पाइसक्यो यो एसीसी भनेर र अहिले एसीसी पढ्न आउने विद्यार्थीले मैले प्र्याक्टिस गर्न पाउँछु पाउँदिनँ भनेर सोध्ने नम्बर अहिले बिरलै भन्छन् अहिले सोध्दैन उनीहरूले किन उनीहरूलाई थाहा छ कि एसीसी के हो हुन त अहिले त अब युनिल्याटरल एमओयू भने पनि आइकेएलले पनि एउटा रिकगनाइज गरिसक्यो नि तिमीले सर्टेन पेपर दिएपछि त आउन पाउँछ भन्ने डोर त ओपन भइसक्यो नि त्यति गर्दा पनि अझ स्टुडेन्टले मलाई चाहिँ प्र्याक्टिसिङ सर्टिफिकेट चाहिँ एसीसी गरेपछि पाइँदैन नि है भनेर हामीले सोध्दैन भनेको दे आर अलरेडी अवेयर भनेको त्यहाँ भन्दा बाहेक पनि अर्को ठुलो संसार छ एक्ज्याक्टली ठुलो मार्केट छ जस्तो तपाईँले युकेमा हेर्नु हो भने 6वटा चार्टर बडीहरू छन् 6वटा छन् युकेमा मात्र तपाईँको
अब के अरे इन्स्टिट्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स इङ्ल्यान्ड एन्ड वेल्स भन्छ, इन्स्टिट्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ स्कटल्यान्ड भन्छ, इन्स्टिट्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ आयरल्यान्ड भन्छ। यस्तै गरेर 6वटा बडीहरू छन् भनेको तपाईँले त्यहाँ हेर्नु हो भने त कति होला कि 6वटा बडीको प्रोडक्सन भने उनीहरूले एउटा र अर्कोकोमा मेम्बरमा त के भिन्नता छ भनेर भन्दा पनि कुन चाहिँ मेम्बरले चाहिँ के स्पेसलाइजेसन के हो भन्ने कुरो हुन्छ नि। एक्ज्याक्टली सीमा छ जुन चाहिँ अब चाहिँ कम्प्लिटली म्यानेजमेन्ट अकाउन्टिङतिर जान्छ, उसले फाइनेन्सियल म्यानेजमेन्टको डिले गर्दैन। त्यहाँ अब पब्लिक सेक्टर अकाउन्टिङ भनेर त्यो गभर्मेन्टमा काम लाग्नेको छुट्टै अर्को चाप्टर पढिन्छ भनेको एउटा सेक्टर वाइज त्यहाँ चाहिँ प्रोडक्सन हुन्छ र उनीहरूले आफ्नो सेक्टरको चाहिँ जब गर्छन् बस्छन्। नेपालमा चाहिँ अब हाम्रो एउटा मात्रै छ र भोलि नेपाल भनेको हेर्नुहोस् भर्जिन मार्केट हो र म चाहिँ धेरै अप्टिमिस्टिक मान्छे पनि हो। नेपालमा चाहिँ परिवर्तन हुन्छ नै र मार्केट नेपाल ओपन हुन्छ र भोलिको दिनमा नेपालमा नम्बर अफ क्वालिफाइड एकाउन्टेन्टहरूको निड हुन्छ। यहाँ अहिले आइक्यानले प्रड्युस गरेको एसिसीले प्रड्युस गरेको नम्बरले पुग्दैन। भोलि स्पेसलाइज कोर्स खोज्ने मान्छेहरूको डिमान्ड यहाँ हुन्छ। हामीलाई 2-3वटा अरू बडीहरू चाहिन्छ। आजको दिनमा त्यो सम्भावना देख्नुहुन्छ? एकदमै देख्छु मैले। भनेको मतलब आज इसिसी पढ्यो भने आज इसिसी जोइन गर्यो भने आजको 3.5-4 वर्षपछि एउटा विद्यार्थी बेरोजगार बस्नुपर्ने स्थिति छैन। बेरोजगार त अहिले पनि छैनन् र बस्नु पर्दैन। त्यो अझै पनि मार्केट थुप्रो छ। हाम्रो भर्जिन मार्केट हो, हेर्नुहोस् डेफिनेटली मार्केट एक्सपान्ड हुन्छ। जस्तो आजको दिनमा धेरै विद्यार्थीहरूले चाहिँ म पढिसकेपछि विदेश जान्छु भन्ने सोचाइ राख्ने मान्छेहरू धेरै हुनुहुन्छ होइन। उनीहरूका लागि चाहिँ यो एसिसी पढ्दा कस्तो होला, राम्रै होला के? अब होइन बाहिर जान्छु म चाहिँ बाहिरको एक्सपिरियन्स गेन गर्छु भन्नु राम्रो पनि हो। मैले पनि आफ्नो करियरको उसमा 4-5 वर्ष मैले पनि आउट अफ कन्ट्री बसेरै काम गरे हो। म अफ्रिका रिजनमा थिएँ 2010बाट 2013सम्म र बाहिर गएर एक्सपिरियन्स लिनु धेरै राम्रो हो। त्यो धेरै कुरा सिक्छ उसले र इन टर्म्स अफ एक्सपिरियन्स, इन टर्म्स अफ एक्सपोजर धेरै कुराहरू, कल्चरल कुराहरू धेरै चिजहरू छन्, त्यो राम्रो हो। र एसिसिएले त्यसलाई त धेरै नै भ्यालु एड गर्छ किनभने जहाँ पनि चिनिन्छ। तपाईँ अफ्रिकामा जानुहोस् एसिसिए भनेर नचिन्ने कन्ट्री तपाईँको त्यो अब चाहिँ एकदमै चाहिँ इन टर्म्स अफ सेक्युरिटी भनौँ न। अब म धेरै अफ्रिका बस्दाखेरि धेरै समय साउथ सुडान बस्ने जुन चाहिँ अब तपाईँले पनि सुन्नुभयो होला वार भन्दा केही पनि सुन्दैन नि हामीले यहाँ बस्दाखेरि त। त्यहाँको रियालिटी त्यति धेरै त छैन, तैपनि त्यहाँको अकाउन्टेन्टहरूले एसिसी सुनेको छ भनेको कति एक्सपान्सन छ एसिसी मार्केट भन्नुहोस् न। भनेको त्यहाँ एसिसी गरेपछि तपाईँले अरूले क्वेसन सोध्दैन एसिसी मेम्बर भनेपछि पुग्यो। जस्तो आजका दिनमा +2 सकेर जो विद्यार्थी बसिरहेछन् उनीहरूले भोलिका दिनमा म इन्टरनेसनल एक्सपोजर लिन्छु वा विदेश जान्छु, विदेशमा बसेर काम गर्छु वा विदेशमा कहीँ पनि फिट हुने डिग्री लिन्छु भन्यो भने उसले एसिसी पढ्दा भयो। फर्स्ट चोइस चाहिँ एसिसी हो। तपाईँ जुन कन्ट्री डेभलप कन्ट्री जानुहोस्, डेभलपिङ कन्ट्री जानुहोस्, जहाँ जानुहोस् एसिसी इज द फर्स्ट चोइस। मतलब एसिसी यही बसेर यहीको दाल चामल खाएर कम्प्लिट गर्न सकिने भयो, सकिन्छ र बाहिर जानुहोस्। जस्तो तपाईँले अहिले गोल्ड स्ट्याटसको कुरा गर्नुभयो, यहाँ पनि केही कलेजहरूले गोल्ड स्ट्याटस प्राप्त गरिसकेका छन्। यहाँ बसेर पढ्नु र बाहिर बसेर पढ्नुमा त्यति भिन्नता चाहिँ हुँदैन? भिन्नता हुँदैन किनभने एसिसिएले मोनिटर गरेका कलेजहरू हुन् गोल्ड स्ट्याटस भनेको। अब म अरू कलेजमा पढ्नु हो भने त मैले केही पनि भन्न सक्दिनँ। उनीहरू भनेको एसिसिएबाट मोनिटर हुँदैनन्, सिम्पली उनीहरूले एसिसिएमा सानो एउटा फी तिरेर एउटा रजिस्ट्रेसन भन्ने हुन्छ त्यो गराएर पढिरहेका हुन्छ। तर गोल्ड स्ट्याटस र प्लाटिनियममा गएर पढ्नुहुन्छ भने त्यहाँको लेक्चर डेलिभरीदेखि लिएर त्यहाँको इन्फ्रास्ट्रक्चरदेखि लिएर सबै कुरा एसिसिएले एनुअली मोनिटर गर्छ बिफोर दे रिन्यू फर द नेक्स्ट इयर। त्यसपछि गएर टाइम टु टाइम उनीहरूले ट्युटर पठाउँछ र हाम्रो टिओटी भन्छ, टिचरहरूले ट्रेनिङ दिन्छ उनीहरूले। इभन विद्यार्थीहरूको लागि पनि चाहिँ उनीहरूले ट्रेनिङ प्रोभाइड गर्छ। त्यसैले तपाईँ जुन कन्ट्रीमा गएर पढ्नुहोस् गोल्ड स्ट्याटस अथवा प्लाटिनममा गएर पढ्नुहुन्छ भने इन टर्म्स अफ क्वालिटी तपाईँले भिन्नता पाउनुहुन्छ। जस्तो नेपालमा प्लाटिनम त छैन, प्लाटिनम अहिलेसम्म छैन।
हुने प्रक्रियामा हामीले सुनेका छौँ कलेजहरूले चाहिँ प्रोसेस गर्दैछन्। डेफिनेटली भोलिको दिनमा हामीले प्लाटिनम कलेज छ भनेर पनि गर्वसाथ भन्न पनि दिन आउनेछ, किनभने त्यो क्राइटेरिया पुग्ने कलेजहरू छन् नेपालमा। त्यसैले डेफिनेटली विल ह्याभ। जस्तो यो गोल्ड स्ट्याटस भनेको चाहिँ क्वालिटी एस्योर्ड हो वा के हो? यस्तो हुन्छ, उनीहरूले पहिला गोल्ड स्ट्याटस दिनुभन्दा पहिला नै धेरै क्राइटेरियाहरू हुन्छन्, धेरै लामो प्रोसेस हो। यो यत्तिकै चाहिँ कुनै चाहिँ टोपी लगाइदिने कुरो होइन यो है, टिका लगाइदिने कुरो पनि होइन। धेरै लामो प्रक्रियापछि चाहिँ उनीहरू चाहिँ डकुमेन्ट सबमिसन गरिसकेपछि उनीहरूले फिजिकल्ली मोनिटर गरेपछि त्यो टिमले रेकमेन्ड गरेपछि दिने कुरा हो गोल्ड स्ट्याटस भनेको। त्यसैले यसको क्वालिटीमा त कम्प्रोमाइज गर्न कलेजले सक्दैन। किन पनि सक्दैन भने उसलाई त त्यो कन्टिन्यू गर्नु छ नि, भोलि गर्दा त्यो खुसी नै कुरो हो। यो त एकचोटि पाइसकेपछि त फरिबर त कुरो होइन। एनुअल्ली उनीहरूले चाहिँ मोनिटर गर्छ, रिभ्यू गर्छ, भिजिट गर्छ भनेको त जुन कुरो चाहिँ हामीले चाहिँ सुरुमा हामीले देखाएको थियौँ त्यो कुरो त फरिबर जानु पर्यो, अझ मोर इम्प्रुभ गर्नु पर्यो। त्यो पास रेट्सका कुराहरू पनि हुने भएको, पास रेट र क्वालिटी र हामीले प्रोभाइड गर्ने चाहिँ उनीहरूलाई चाहिँ ह्यान्ड आउट्सहरू सबै कुराहरू हुन्छ। त्यस्तो विशेष गरी नेपाल वा भारतको चार्टर्ड एकाउन्टेन्सी अध्ययन गर्ने विद्यार्थीहरूले चाहिँ यो ग्रुप सिस्टमबाट अलिकति पीडित हुनु परेको अवस्था छ। एसिसीमा पनि पहिला थियो, अहिले के छ? अब यो चाहिँ हामीले पास गर्दासम्म पनि थियो। ग्रुप सिस्टमबाट पास गरेको हौँ, अलिकति पीडित पनि हौँ हामी पनि। पीडित इन द सेन्स अब फेल भयो भने दिनुपर्छ भन्ने त्यो डरले अब धेरै डर थियो त्यो बेला। तर 2007बाट जस्तो लाग्छ मलाई एसिसीले उनीहरूको सिलेबस चेन्ज गर्यो। त्यो बेलादेखि चाहिँ इन्डिभिजुअल पेपरमा गयो र एउटा आर्टिफिसियल बेरियर चाहिँ नराखौँ भन्ने एसिसीको मान्यता हो। अब इन टर्म्स अफ अब क्वेसन सोध्ने प्याटर्नदेखि लिएर पास रेट के अरे पास मार्क्स अब 50 छ नि यसको त, त्यो चाहिँ अब यिनीहरूले चाहिँ एकदम चाहिँ मोनिटर गर्छ होइन। यिनीहरूले चाहिँ एकदम स्ट्रङ बनाउँदै लगेको छ। तर नम्बर अफ पेपर चाहिँ अब चाहिँ ग्रुप सिस्टम चाहिँ हटायो। तपाईँ पास भएपछि पर्मानेन्ट पास भयो, दोहोऱ्याएर जाँदिनु परेन। जस्तो एउटा पेपरमा कसैको पास मार्क्स आयो भने चाहिँ त्यो पास भयो। पास मार्क्स कति हुन्छ यसमा? 50। मतलब 40 मिनिमम 50 एग्रिगेट भने जस्तो होइन, 50 नै चाहियो। 49 आयो भने पनि फेल हुनुहुन्छ। र धेरै विद्यार्थीहरू मैले देखेका छन् 49 आएर फेल भएका। इभन 2-3वटा विषय दिनुहुन्छ, 2-3वटा 49 पनि आएको छ भनेको त्यो त फेरि अनफर्चुनेट हो नि, ब्याड लक हो नि। 3 मार्क्सले 3टा विषय फेल भयो। तर इन टर्म्स अफ कस्ट कति लाग्छ भनेको 50 लिनै पर्छ। 49 आएर पनि फेल हुन्छ। 50 यदि 50 मात्र आयो भने त्यो पास पर्मानेन्ट भयो, त्यो त पास। त्यसपछि फेरि दिन परेन। 50 = 100 हो, 49 = 0। विद्यार्थीहरूले लाग्ने कस्टको कुराकानी गर्यौँ हामीले, मोटामोटी 4 देखि 4.5 लाख रुपियाँको कुरा गर्यौँ होइन। यदि विद्यार्थीको परीक्षा बिग्रेको खण्डमा चाहिँ त्यो कति कस्ट थपिदिन्छ? त्यो चाहिँ अब टेन्टेटिभ हामीले हिसाब गर्ने भनेको त विद्यार्थीले चाहिँ सबै चाहिँ फर्स्ट एटेम्पमा पास गर्छ भनेर हिसाब गर्ने हो। र अलिअलि एक्सचेन्जको फ्लक्चुएसन हुन्छ भनेर हामीले चाहिँ अब 4 देखि 4.5 भन्छौँ नि। कहिले काहीँ 150 होला, कहिले 160 पुग्ला, कहिले 155 होला एक्सचेन्ज रेट। तर फेल भयो भने चाहिँ त्यो त एडिसनल कस्ट हो, अलिकति बढ्छ। भनेको त्यसपछि अरू कस्टहरू चाहिँ लागेन? अरू कस्ट चाहिँ लाग्दैन। त्यो नम्बर अफ पेपर हामीले जति चाहिँ टाइम एटेम्प गर्नु पर्यो त्यो चाहिँ अब पाउन्डमा तिर्ने हो सिधै। र त्यो बेलाको एक्सचेन्ज रेट अनुसारको त्यो कस्ट चाहिँ उनीहरूको एडिसनल कस्ट हुन आउँछ। जस्तो यो एसिसीमा नलेज लेभल, स्किल लेभल, प्रोफेसनल लेभल हुन्छ नि, एकपटक रजिस्ट्रेसन गरिसकेपछि फेरि रजिस्ट्रेसन गर्नुपर्छ कि पर्दैन? पर्दैन। जस्तो नेपालको चार्टर्ड एकाउन्टेन्सीको कुराकानी गर्ने हो भने चाहिँ क्याप 1 मा रजिस्ट्रेसन शुल्क छुट्टै हुन्छ, क्याप 2 मा छुट्टै हुन्छ, क्याप 3 मा छुट्टै हुन्छ। त्यो परेन? त्यो पर्दैन। हामीले एकचोटि रजिस्ट्रेसन गरेपछि ऊ एसिसीको रजिस्टर्ड स्टुडेन्ट हो र उसको रजिस्ट्रेसन भनेको चाहिँ एसिसीको एउटा क्राइटेरिया हुन्छ। 2-3 वर्षसम्म चाहिँ उसले चाहिँ अब इक्जाम पनि दिएन। मैले एक्ज्याक्टली नम्बर अफ इयर चाहिँ भन्न सकिनँ अहिले मैले यहाँ। तर एउटा सर्टेन पिरियडमा चाहिँ ऊ चाहिँ अब डिसेपियर भयो भनौँ न चाहिँ, किनभने एनुअल्ली पनि एउटा सब्सक्रिप्सन तिर्नु पर्ने हुन्छ एसिसीलाई। किनभने एसिसीले चाहिँ मन्थली बेसिसमा हामीलाई म्यागजिन पठाउँछ, आर्टिकलहरू पठाउँछ, त्यसको लागि चाहिँ उसले एउटा एनुअल सब्सक्रिप्सन भनेर लिन्छ। त्यो चाहिँ सर्टेन इयरसम्म तिरिएन भने चाहिँ एसिसीले चाहिँ एसिसीको स्टुडेन्टको रजिस्ट्रेसनबाट चाहिँ डिरेजिस्टर गर्छ। त्यो केसमा चाहिँ अब रिरजिस्ट्रेसन पुरा आउँछ।
त्योभन्दा बाहेक एकचोटि रजिस्ट्रेसन भइसकेपछि त पुग्यो, उसको मेम्बरसिप नलिन्जेसम्म ऊ एससिसीको स्टुडेन्ट नै भयो। त्यसपछि गर्दा मेम्बरको रजिस्ट्रेसन प्रोसेसमा जान्छ र नयाँ रजिस्ट्रेसन भनेको ऊ चाहिँ मेम्बर भएर रजिस्टर गर्नु पर्ने हुन्छ। भनेको एससिसीमा एकचोटि रजिस्ट्रेसन गरेपछि ऊ पास नहुन्जेलसम्म ऊ एससिसीको स्टुडेन्ट रहि नै रह्यो। मतलब एक एटेम्प्ट म दिन्न अरू एक एटेम्पमा एउटा पेपर दिन्छु भन्न पनि पाइयो। म कुनै सेसनमा चाहिँ म एक्जामै दिन्न, मैले प्रिपरेसन गर्नु भ्याएको छैन भन्न पनि पाइयो। यो बिचमा पहिला नेपालको चार्टर्ड एकाउन्टेन्सी वा भारतको चार्टर्ड एकाउन्टेन्सी वा युकेको एसिसिएमा पनि यो 6 महिनाको एक्जाम हुने ट्रेन्ड थियो। अहिले पछिल्लो अपडेट अनुसार 3 महिनामा हुन्छ होइन, यो के हो? यो रिसेन्टली एसिसीले चाहिँ अलिकति चेन्ज गर्यो। चेन्ज गर्नुको चाहिँ एउटा हामीले प्र्याक्टिकल्ली पनि हामीले हेर्ने हो भने कसैले जुनमा एक्जाम दिन्छ हेर्नुहोस्, त्यसको जुलाई अगस्तमा उसले रिजल्ट पाउँछ। रिजल्ट पाइसकेपछि त्यसमा अघि नै मैले भने नि 49 आयो। 49 भने त ऊ त मार्जिनमा पुगिसक्यो, ऊ त अलमोस्ट त प्रिपरेसन त सिधै छैन, पासै हो, अलमोस्ट पास हो। केही टेक्निकल मिस्टेक भयो होला भने उसले अर्को 4 महिना पुर्न त अलिकति अनफेयर हो नि होइन। अब उसले अगस्तमा रिजल्ट आएर चाहिँ सेप्टेम्बरमा एक्जाम दिन पाइयो भने त कति खुसी हुन्छ नि एउटा स्टुडेन्ट। एक नम्बरको कुरा नै हो। एक्ज्याक्टली एक नम्बरको कुरा हो। उसले त अर्को डिसेम्बरमा त अरू पेपर दिन पाउँछ, फ्रेस पेपर दिन पायो। त्यसले चाहिँ रियलाइज एसिसीले गर्यो। प्लस अब एसिसिए चाहिँ अलिकति एग्रेसिभ मार्केटिङमा पनि छ। एग्रेसिभ मार्केटिङ भनेर फेरि क्वालिटीले कम्प्रोमाइज गरेर होइन, उनीहरूले भिजन 2020 भनेर भर्खरै ल्याएको छ, भर्खरै नभनौँ अब 1-2 वर्ष अगाडि ल्याइसक्यो। र त्यो अनुसार चाहिँ एग्रेसिभ मार्केटिङमा चाहिँ अन अफ दि टुल्स चाहिँ हामीले नम्बर अफ एक्जामिनेसन पनि बढाउनु पर्छ। त्यसले गर्दाखेरि कम्तीमा फेल भएको विद्यार्थीहरूले दिन पाए, रिएटेम्प गर्न पाए तुरुन्तै। अथवा चाहिँ कसैले चाहिँ कसरी पनि दिन खोज्छन् भने 3 महिना एउटै पेपर मात्रै कन्सन्ट्रेट गर्न सक्यो नि त होइन। त्योभन्दा कन्सन्ट्रेसन गर्यो, 3 महिनामा एक पेपर सिद्ध्याउँछ, फेरि अर्को 3 महिना अर्को पेपर सिद्ध्याउने एउटा फ्लेक्सिबिलिटी पनि त क्रिएट गर्यो यिनीहरूले। त्यसैले यो एसिसीले चाहिँ यो नयाँ रुल हो र अब विद्यार्थीहरू चाहिँ धेरै बेनिफिट भएको मैले पाएको छु। मतलब यो एकपटकमा कति पेपरसम्म दिन पाउँछ विद्यार्थी? यसमा लिमिट चाहिँ एनुअल लिमिट हुन्छ। तपाईँले 4 चोटि एक्जाम दिन पाए नि एनुअली चाहिँ 8वटा पेपर भन्दा बढी चाहिँ दिन पाइँदैन। भनेको टोटल दिनु पर्ने 14वटा पेपर। 14वटा पेपर एक वर्षमा 8वटा। एक वर्षमा म्याक्सिमम 8वटा पेपरसम्म एटेम्प गर्न पाइन्छ। 6 महिनामा 4वटासम्म दिन पाइयो। 6 महिना 4वटा भनेको लगभग पढाइ त रेगुलर पास भएको खण्डमा 4 पेपर दिएको खण्डमा त 2 वर्षमै सकिने रहेछ होइन। 8 अब 2.5 वर्ष 3 वर्ष भनौँ। अब तपाईँको फेरि कहाँबाट सुरु गर्छ भन्ने कुरो हो। अब 14वटा पेपर अब कसैले चाहिँ स्किलबाट सुरु गर्यो भने त 2.5 वर्षमा सिद्धि नै हाल्यो। अब कसैले चाहिँ माथिबाट सुरु गर्छ, नलेजबाट सुरु गर्छ भने 14वटा पेपरको लागि 3-3.5 वर्ष लाग्छ। जस्तो यो एक्जाम्सनको चाहिँ क्राइटेरिया कस्तो हुन्छ? जस्तो ब्याचलर पढेकोलाई केही छुट हुन्छ होला वा मास्टर पढेकोलाई केही छुट हुन्छ होला? उनीहरूले रिकगनाइज गरेको युनिभर्सिटीको ब्याचलर डिग्रीले चाहिँ स्किल लेभलमा डाइरेक्ट एडमिसन पाउँछ जस्तो लाग्छ मलाई। त्यो रुल पहिला हाम्रो पालामा पनि थियो र अहिले पनि त्यही नै छ जस्तो लाग्छ मलाई। र +2बाट आउनेहरूको लागि चाहिँ अलिकति सर्टेन क्राइटेरिया छ। मार्क्समा चाहिँ 2टा पेपरमा चाहिँ 65 ल्याउनुपर्छ र अरूमा 50 घट्नैपर्छ। त्यो क्वालिफाई भयो भने ऊ नलेज लेभलमा एससिसीको नलेज लेभलमा पायो। त्यो क्वालिफाई भएन भने पनि उसले अल्टरनेटिभ रुट दिएको छ एउटा, त्यो एफआइए राइट, एफआइएको थ्रुबाट। अब सब्स्ट्यान्सियल डिफरेन्स खासै केही पनि हुँदैन। उसले पढ्ने पेपर एउटै हो, एउटै क्लासमा बसेर पनि पढ्न सक्छ किनभने कन्टेन्ट एउटै हो। र अलिकति त्यो एफआइए सिद्धिसकेपछि चाहिँ उसले एउटा चाहिँ सानो टेस्ट दिनुपर्छ जस्तो लाग्छ मलाई। त्यति मात्रै फरक हो, अरू त केही पनि फरक हुँदैन। हाम्रो पालामा चाहिँ त्यो बेला चाहिँ हामीले जहाँ एक्सपिरियन्स लिन्छौँ त्यो बेला त्यसलाई चाहिँ एसटिआर भर्ने भन्थ्यो, स्टुडेन्ट ट्रेनिङ रेकर्ड भर्ने भन्थ्यो। त्यो रेकर्ड भरेर चाहिँ उनीहरूले रिकगनाइज गरेको क्वालिफाइड लाइन म्यानेजर अथवा सुपरभाइजरले क्वालिफाई गरिसकेपछि त्यो सबमिट गरेपछि चाहिँ मेम्बरसिप पाइन्थ्यो। तर अब अहिले चाहिँ हामीले इथिकल मोडल पनि दिनुपर्छ। एउटा त्यो भयो, त्यो पहिला पर्दैन थियो। त्यो पहिला इथिकल मोडल हामीले दिएन र कुनै त्यो सर्टेन पोइन्टबाट उनीहरूले इन्ट्रोड्युस गर्यो। मैले एक्ज्याक्ट इयर बिर्सेँ।
अहिले चाहिँ त्यो पनि दिनुपर्छ प्लस अब एक्सपिरियन्स त भइहाल्यो र एक्सपिरियन्स पनि यिनीहरूले अहिले चाहिँ अलिकति चेन्ज गरेका छन् जस्तो लाग्छ उनीहरूको रिक्वायरमेन्ट चाहिँ अलिकति चेन्ज भएको छ अहिले एक्ज्याक्टली चाहिँ ठ्याक्क चेन्जेसहरू चाहिँ मलाई पनि थाहा छैन अहिले तर चेन्ज गरेका छन् भनेको आजका दिनमा एउटा विद्यार्थीले एक्जामिनेसन सक्यो इथिक्स मोडल सक्यो र एक्सपिरियन्स सक्यो भने चाहिँ अब ऊ एससिसिए मेम्बर भयो एससिसिए त्यो एससिसिएले रिभ्यू गर्छ काहीँ उनीहरूले भेरिफाई गर्ने भने भेरिफाई पनि गर्छ र कतिपय स्टुडेन्टको केसमा उसले चाहिँ डिटेल रिपोर्ट पनि माग्छ जस्तो हाम्रो पालामा आई स्टिल रिमेम्बर हामीले चाहिँ त्यो रेकर्ड एउटा मेन्टेन गर्नुपर्ने हुन्थ्यो जुन चाहिँ हामीले पठाउनु पर्ने जरुरी हुन्थेन हामीले सिम्पली एउटा चाहिँ सुपरभाइजरले चाहिँ साइन गरेर एउटा चाहिँ लेटर पठाउने हो र उनीहरूले स्याम्पलिङ बेसिसमा त्यो सबै रेकर्ड चाहिँ माग्थ्यो भेरिफाई गर्न मतलब उनीहरूले फेरि अडिट गर्थे त्यसमा एक्ज्याक्टली त्यो नियम त अहिले पनि छ अहिले पनि माग्छ त्यो त स्टुडेन्ट के मेम्बरमा जानको लागि मात्रै होइन कि एउटा मेम्बरसिप मेन्टेन गर्नको लागि पनि हामीले सिपिडी गर्ने भन्छौँ नि इभन सिपिडीको रेकर्ड पनि उसले डिटेल रेकर्ड मागिदिन्छ उसले चाहिँ अब स्याम्पलिङ बेसिसमा हामी पऱ्यो भने हामीले गरेको सिपिडीको सबै डिटेल रेकर्ड पठाउनुपर्छ कतै यो डमी नहोस् भनेर एक्ज्याक्टली भनेको क्वालिटी एस्युरेन्समा त एससिसिएले त धेरै इन्भेस्ट पनि गरेको छ र धेरै एफोर्ट पनि लगाएको छ र त्यो मेन्टेन पनि गरेको छ भनेको आजको दिनमा नेपालमा एससिसी अध्ययन गरिसकेपछि विश्वका ती 183 राष्ट्रहरूमा कतै गएर पनि विद्यार्थीले काम गर्न सक्ने भयो काम गर्न सक्छ र अब होइन कुनै रिजनले मैले नेपालमा आदि पढेँ यही बिचमा चाहिँ मैले कुनै ठाउँमा जब पाएँ होइन जब पाएँ अब के गर्ने होला भन्न परेन पढाइ डिस्कन्टिन्यू गर्नु परेन 183 भने त यो त वर्ल्ड वाइड नै भयो नि र लगभग 400 एउटा सेन्टर छन् भनेको हामीलाई एउटा चाहिँ पाइप पर्ने सेन्टरमा गएर दिन पनि पाइयो भनेको जहाँ गए पनि जबमा ट्रान्सफर होस् अथवा चाहिँ फ्यामिली रिजनले बाहिर जाओस् अथवा आफूले मन लगाएर बाहिर चाहिँ जाउँ जहाँ गएर पनि दिन पाइयो भनेको आजका दिनमा विद्यार्थीले सपोज पहिलो लेभल यहाँ सकाए दोस्रो लेभलको पढ्दा पढ्दै सपोज युके को अपर्च्युनिटी आयो भने युकेमा गएर त्यसलाई कन्टिन्यू गर्न सकिने भयो जस्तो जुन यो एक्सपिरियन्सको कुरा छ नि त्यो एक्सपिरियन्समा चाहिँ सुरुमा गरेका एक्सपिरियन्सहरू पनि मान्ने जस्तो कुराहरू छन् नि यो के हो यो यस एससिसिएले चाहिँ कुनै रेस्ट्रिक्सन लगाएको छैन तिमीहरूले चाहिँ भनेको एससिसिए क्वालिफाई गरेपछि गर अथवा चाहिँ पढिसकेपछि गर भन्ने कुनै रेस्ट्रिक्सन छैन अब कसैले चाहिँ 3-4 वर्ष काम गरेर एससिसिए रजिस्टर गर्नु पनि आउन सक्छन् भनेको एससिसिएको चाहिँ क्राइटेरियामा पर्ने अर्गनाइजेसनमा काम गरेछ सेक्टरमा काम गरेछ भने ऊ एससिसिए विद्यार्थी हुनुभन्दा अगाडिको 36 महिनाको एक्सपिरियन्स पुरै काउन्ट हुन्छ त्यसको मतलब उसले चाहिँ स्टडी कन्टिन्यू गर्न सक्छ र सिक्दिन साथ उसले मेम्बरसिप अप्लाई गर्नको लागि क्वालिफाई भयो भनेको अगाडि गरे पनि भयो बिचमा गरे पनि भयो पछाडि गरे पनि भयो भनेको तीनवटै अप्सन चाहिँ ओपन भयो जुन यो बिचमा एससिसिए अफिलिएट र एससिसिए मेम्बर भन्ने गरिन्छ नि यो बिचमा फरक चाहिँ के हो अफिलिएट भनेको पेपर पास गरे भनौँ भनेको उ चाहिँ एक्जामिनेसन सिक्दियो भनेर एउटा छुट्टै सर्टिफिकेट हुन्छ त्यो दियो अब त्यसपछिको एससिसिए मेम्बर हुनको लागि भनेको हामीले भन्यो नि 36 महिनाको एक्सपिरियन्स भन्यो 3 वर्षको एक्सपिरियन्स 3 वर्षको एक्सपिरियन्स सबमिट गरेर उसले चाहिँ अप्रुभ गरिसकेपछि चाहिँ अनि मेम्बरसिप आउँछ भनेको त्यो फरक भनेको एउटा भनेको चाहिँ पेपर पास गरेको अर्को भनेको चाहिँ त अब चाहिँ फुल्ली मेम्बर्स भइस है भनेको चाहिँ यो जुन जसले चाहिँ पछाडि गर्छ इन्ट्रन्सिप उनीहरू चाहिँ अफिलिएट भएर जानुपर्ने भयो उनीहरू चाहिँ अफिलिएट भएर अब जसले चाहिँ अब म अफिलिएट हुन्छु पहिला म पढाइमा कन्सन्ट्रेट गर्छु हैन अरू हेडेक किन लिने भनेर गर्नुहुन्छ भने चाहिँ अफिलिएट हुनुहुन्छ काम सुरु गर्नुहुन्छ 3 वर्षपछि चाहिँ अनि मेम्बरसिप मतलब कसैले सुरुमै 3 वर्षको एक्सपिरियन्स लिइसकेको छ र ऊ अब अगाडि जाँदैछ भने ऊ अफिलिएट नभइकन सिधै मेम्बर बन्छ अनि अफिलिएट हुनासाथ उसको एउटा सर्टिफिकेट अटोमेटिकली जेनेरेट हुने हो आउँछ नै तर उसले चाहिँ तुरुन्तै मेम्बरसिप चाहिँ अप्लाईको लागि चाहिँ ऊ क्वालिफाई भयो पास गरेको एफिलिएट पनि आउने भयो एक्ज्याक्ट एफिलिएट त अब तपाईँ हुनासाथै चाहिँ सर्टिफिकेट तपाईँलाई आइहाल्छ तर चाहिँ उसले चाहिँ डे 2 मा डे 1 मा उसको रिजल्ट आयो पास भयो भने डे 2 मा उसले चाहिँ मेम्बरसिप अप्लाई गर्नको लागि चाहिँ क्वालिफाई भयो मतलब यो एप्लिकेसनहरु सबै अनलाइन हुन्छ यो सबै अनलाइन तपाईले चाहिँ अनलाइन नै सबमिट गर्ने हो सबै अनलाइन जस्तो एससिसी मेम्बर भइसकेपछि चाहिँ
वार्षिक रूपमा सधैँ यो पैसा बुझाइरहनु पर्छ भन्ने खालका कुराहरू छन्, यो चाहिँ के हो? अब यो त सबै अकाउन्टेन्सी बडीहरूको छ, मात्रै चाहिँ अब अमाउन्ट कति हो भन्ने कुरा हो। अब कसैको थोरै होला त एससिसिए को चाहिँ फुल अमाउन्ट तिर्ने हो भने 211 पाउन्ड तिर्नुपर्छ, त्यो चाहिँ फुल मेम्बरसिप हो। र एससिसिएले एउटा फ्लेक्सिबिलिटी चाहिँ के दिएको छ भने इन्कमको चाहिँ स्टाटस अनुसार चाहिँ तपाईँले चाहिँ रिड्युस चाहिँ अमाउन्ट पनि क्लेम गर्न पाउनुहुन्छ। त्यसमा तपाईँले डिक्लेयर गर्नुपर्ने हुन्छ मेरो अर्निङ चाहिँ एउटा सर्टेन अमाउन्ट भन्दा कम छ भनेर डिक्लेयर गरिसकेपछि चाहिँ रिड्युस रेट चाहिँ तिर्न पाइन्छ। त्यो मैले एक्ज्याक्टली बिर्सेँ, 45 to 50 पाउन्ड हो त्यो। भने एउटा रिड्युस रेट पनि को प्रोभिजन पनि छैन। त्यही गरी त्यो एससिसिएले धेरै नै पैसा कमायो भने पनि त्यो 211 भन्दा माथि चाहिँ जानु पर्दैन। 211 भन्दा माथि त जानु परेन, त्यो त मेम्बरसिप फी फुल मेम्बरसिप फी हो। दुईटा रेट छ भनेर भनौँ, मतलब कम भयो भने चाहिँ रिड्युस्ड अमाउन्ट तिर्न पाइयो, तर बढी भयो भने त्यो बढी तिर्नु चाहिँ परेन। मेम्बरसिपको फी चाहिँ एउटा स्ट्यान्डर्ड जुन हो त्यो चाहिँ तिर्न पाइयो। मतलब एससिसिए गरिसकेपछि यो वार्षिक फी तिर्न चाहिँ त्यसो धेरै गाह्रो कुरा होइन। त्यति गाह्रो कुरा होइन, किनभने हामीले पनि एउटा इन्टरनेसनल क्वालिफिकेसन लिइसकेपछि के चाहिँ एम गर्छौँ भने एउटा सर्टेन लेभलको इन्कम त हाम्रो हुन्छ, तुरुन्तै डे 2 मा नहोला, तर डे 3, 4 मा त डेफिनेटली त्यो एममा त हामीले त्यो एम लिनु पनि पर्यो र त्यो डेफिनेटली हुन्छ भने अहिले प्र्याक्टिकली पनि मार्केटमा देख्दाखेरि तिर्न सक्छन्। सबैले चाहिँ राम्रो अर्निङ गरिरहेको देख्छु मैले। भनेको एससिसिए गरिसकेपछि जुन खालको एक्सपोजर हुन्छ, जुन खालको अर्निङ हुन्छ, त्यसले त्यो मेम्बरसिप फी तिर्नुपर्छ भन्ने कुरा त्यति ठुलो डिल होइन, ठुलो बर्डन होइन। अझ त्यसमा पनि कम भयो भने रिड्युस्ड अमाउन्ट पनि तिर्न मिल्ने भयो। जस्तो यो बिचमा कतै न कतै लन्डनमा बसेको एउटा एससिसिए सदस्यले पनि उति पैसा तिर्न पर्ने, अनि नेपालमा बसेकोले पनि उति पैसा तिर्नुपर्ने जस्तो यो नियम कतै न कतै विभेदकारी जस्तो देखिएर के लाग्छ तपाईँलाई? अब त्यो चाहिँ तपाईँले राम्रो कुरा उठाउनु हो र हामीले पनि यो कुरा एससिसिएलाई उठाएकै थियौँ। र पहिला यो रिड्युस मेम्बरसिप भन्ने प्रोभिजन पहिला थिएन। यस्तै आवाजहरू उठाउने, तपाईँहरू जस्तैले आवाज उठाइदिनुहुन्छ, हामीले सिकाइदिनुहुन्छ, हामी पनि उठाउँछौँ र त्यो प्रोभिजन आएको हो त्यो चाहिँ। त्यसैले अब अहिले त क्लियरली एउटा लेभल भन्दा तलको इन्कम छ भने रिड्युस तिर्ने भनिन्छ, 40-50 पाउन्ड तिर्नु भनेको ठुलो कुरो हुँदै होइन। र त्योभन्दा माथिको लागि त इन्कम छ भने 211 पाउन्ड तिर्नु त्यति ठुलो बर्डन हो जस्तो चाहिँ मलाई लाग्दैन। किनभने एससिसिएबाट एउटा कन्टिन्यू हामीले चाहिँ जुन पाइरहेको हुन्छौँ सिपिडी थ्रुबाट अथवा चाहिँ विभिन्न फोरमहरू हामीले रिप्रेजेन्ट गर्न पाउँछौँ, त्यसको बेनिफिट अनुसार नै हामीले आफ्नो करियरमा चाहिँ प्रोग्रेस गरेका हुन्छौँ नि। त्यसैले यति पैसा तिर्नु हामीले गरेको अर्निङको एउटा पार्टली हो एक्सपेन्सेस, त्यति ठुलो बर्डन जस्तो चाहिँ मलाई जस्तो कस्टकै हिसाब गर्ने हो भने एससिसिएले जे दिन्छ त्यो हिसाबले त्यो कस्ट ठुलो होइन, ठुलो होइन। दिन्छ चाहिँ के एससिसिएले? एससिसिएले तपाईँको मेम्बरसिप भइसकेपछि एससिसिएको मेम्बरमाथिको मोनिटरिङ स्टप हुँदैन। तपाईँको सिपिडी मैले अघि नै पनि भने सिपिडी थ्रुबाट हामीले चाहिँ एनुअली रिन्यू गर्नुपर्छ। त्यो भनेको त हामीले एससिसिए थ्रुबाट थुप्रै हामीले म्यागजिन लिन्छौँ, उसको अनलाइन धेरै चाहिँ तपाईँको वेबिनारहरू भइरहेको हुन्छ, हामीले त्यसमा पार्टिसिपेट गरेर धेरै लर्न गर्न सक्छौँ। एससिसिएले चाहिँ धेरै फोरमहरू हामीले दिन्छ जहाँ गएर हामीले चाहिँ प्रेजेन्टेसन गर्न पाउँछौँ, हामीले चाहिँ लर्न गर्न सक्छौँ। धेरै फोरमहरू छ एससिसिएको। र तपाईँलाई जबको लागि पनि चाहिँ उसको एउटा पोर्टलै एउटा खुलेको छ, तपाईँले चाहिँ एउटा सिभी कसरी बनाउनेदेखि लिएर जब कसरी हन्ट गर्ने, कहाँ पोसिबिलिटीहरू हुन्छ, एससिसी स्ट्रेन्थ के हो, हामी कसरी प्रेजेन्ट गर्ने, धेरै चिजहरू हामीले एससिसीको एउटा वेबसाइटभित्र छिर्यौँ भने एउटा मेम्बरको ले चाहिँ के लिन सक्छ, एउटा स्टुडेन्टले के लिन सक्छ भने सबै कुरा अभाइलेबल छ। भनेको त्यसको कम्पेरिजनमा अब त्यसबाट आएको बेनिफिटबाट त्यसबाट आएको हामीले चाहिँ करियर हामीले प्रोग्रेस गरिसकेपछिको सानो अमाउन्ट तिर्नु त भनेको बजारमा फैलिएका अफवाहहरू जुन चाहिँ एससिसिए पास गरेर पनि वर्ष पछि पैसा तिरिरहनुपर्छ, रजिस्ट्रेसन गरिरहनुपर्छ भन्ने खालको कुरा चाहिँ गलत हो। त्यो चाहिँ गलत हो जस्तो लाग्छ, मेरो अन्डरस्ट्यान्डिङ चाहिँ त्यो हो। जस्तो आजको दिनमा +2 जो सकेर बसिरहनु भएको छ, जो एससिसी अध्ययन गर्न चाहनुहुन्छ, उहाँहरूले मेरो फ्युचर ढुक्क छ, मेरो फ्युचर राम्रो छ भन्ने ठाउँ चाहिँ छ एससिसीमा,
अब एउटा कुरो चाहिँ के बुझ्नुपर्छ भने सुरजजी, हामीले जुनसुकै क्वालिफिकेसन लिए पनि क्वालिफिकेसन मात्रै लिएर चाहिँ हुँदैन है, त्यो चाहिँ बुझ्नुपर्छ है। र एससीसीको सर्टिफिकेट हुनासाथ ए ल म के नभयो मैले पाउँछु भनिहाल्ने पनि कुरो होइन। एससीसीले त एउटा प्लेटफर्म दिने हो होइन। एससीसीले दिएको कुरालाई त हामीले एब्जर्भ पनि त राइटली एब्जर्भ गर्न सक्नु पर्यो, राम्रोसँग पढ्नु पनि त पर्यो, र त्यसलाई चाहिँ राइट चाहिँ प्र्याक्टिकली इम्प्लिमेन्ट पनि गर्न सक्नु पर्यो। र साइड बाई साइड हामीले एउटा सफ्ट स्किल डेभलप गर्नुपर्ने हुन्छ, धेरै कुराहरू डेभलप गर्नुपर्ने हुन्छ नि, जुन चाहिँ अब चाहिँ कुनै ठाउँमा पढेर मात्रै आउँदैन कि त्यो चाहिँ। अब त्यो चाहिँ प्यारलली आफूले पनि डेभलप गर्नुपर्छ। त्योभन्दा बाहेकको अरू सबै प्लेटफर्म त एससीसीले दिन्छ। भनेको आफू क्यापेबल भएको खण्डमा चाहिँ एसएससी क्वालिफिकेसन भएकै कारणले करियर राम्रो नहुने भन्ने चाहिँ हुँदैन। जस्तो विद्यार्थीले जान सक्ने गर्न सक्ने ठाउँ धेरै नै छ। जस्तो एससीसीको प्रेसिडेन्स तपाईँले जुन विश्वका 183 वटा राष्ट्रहरूमा छन् भन्नुभयो नि, जस्तो यहाँ मैले 1 वर्ष इन्टर्नसिप गरेँ अनि म युकेमा गएर 1 वर्ष इन्टर्नसिप गरेँ भन्दा त्यो गनिन्छ? त्यो दुईटा गनिन्छ। तपाईँ 1 वर्षको तपाईँको यहाँको सुपरभाइजरले तपाईँको सर्टिफाई गर्न पर्यो। अब को सुपरभाइजर हुन पाउँछ भने चाहिँ एउटा एससीसीको एउटा सर्टेन रुल छ, त्यो कम्प्लाई हामीले गर्नै पर्ने हुन्छ। क्वालिफाइड अकाउन्टेन्ट अथवा एमबिएहरूले गर्न पाउनुहुन्छ। त्यो छ भने 1 वर्ष यहाँ लिन सक्छ, 1 वर्ष युकेमा लिन सक्छ, 1 वर्ष ऊ चाहिँ अमेरिकातिर पुगेर अमेरिका लिन सक्छ। 3टा कन्ट्रीको 3 वर्षको एक्सपिरियन्स लिएर अमेरिकामा गएर मेम्बरसिप लिएर लिन सक्छ। भनेको मतलब यहाँ पढ्दै थिएँ, मलाई बाहिर जाने अपर्च्युनिटी आयो भनेर मैले यहाँको कोर्स छोड्नुपर्ने जुन धेरै विद्यार्थीहरूले छोडिरहेका छन् अरू लोकल सिए पढ्दाखेरि, त्यस्तो चाहिँ हुँदैन? त्यो हुँदैन यसमा चाहिँ, त्यस्तो हुँदैन यसमा। जस्तो यहाँ मैले पढिरहेको छु, म विदेश गएँ भने पनि त्यो पढ्न पाउने भए। त्यो जस्तो विद्यार्थीले तिर्नुपर्ने सब्सक्रिप्सनका रेटहरू, विद्यार्थीले तिर्नुपर्ने एससीसीलाई तिर्नुपर्ने पैसा, त्यो रेट पनि एउटै नै हुन्छ कि फरक हुन्छ? अमाउन्ट अहिले स्टुडेन्टको फी चाहिँ ग्लोबल्ली एउटै अमाउन्ट छ। त्यो चाहिँ अब काइन्ड अफ हामीले एससीसीको लास्ट मिटिङमा चाहिँ एउटा सानो भोइस चाहिँ उठाएको थियौँ। अब युएसमा बस्ने र युकेमा बस्नेले तिर्ने एससीसीको मेम्बरको त भएन, स्टुडेन्टको फी र एसिया पेसिफिक अथवा चाहिँ साउथ एसियामा तिर्नेले जसको इन्कमको अब हेऱ्यो भने नि लार्ज भेरिएन्स छ, तिर्ने त एउटा त हुनु भएन है भन्ने कुरो चाहिँ हामीले भोइस चाहिँ रिसेन्टली उठाएको हो। र यो पनि कुनै दिन एससीसी मेम्बरको फी जस्तै एउटा चाहिँ त्यो इन्कमको आधारमा चाहिँ होला जस्तो लाग्छ मलाई। तर अहिलेसम्मको स्टाटस भने चाहिँ जुनसुकै कन्ट्रीमा भए पनि स्टुडेन्टको फी चाहिँ एउटै। मतलब कुनै दिन यस्तो पनि सम्भावना चाहिँ रह्यो कि नेपालका विद्यार्थीहरूलाई भनेर एससीसीले छुट्टै प्रोभिजन ल्याएर त्यो रिड्युस गर्न सक्ने भयो? त्यो चाहिँ एउटा इकोनोमी वाइज चाहिँ यिनीहरूले गर्छ जस्तो लाग्छ, किनभने यिनीहरू भिजन 2020मा जानुको मतलब एउटा एक्सपान्सन हो। एक्सपान्सन गर्नको लागि चाहिँ सानो बेरियर चाहिँ यो पनि हो, स्टुडेन्टले चाहिँ अलिकति कस्टली त हो नि होइन, धेरै कस्टली त हामीले भन्दैनौँ, तर अलिकति कस्टली त हो नि। यो त जस्तो युएसमा बसेको एउटा विद्यार्थी र नेपालमा एउटा औसत परिवारमा हुर्केको विद्यार्थीलाई त गाह्रो पर्ने नै भयो। जस्तो कतिपय राष्ट्रहरूमा, जस्तो उदाहरणै लिनु पर्दाखेरि पाकिस्तान जस्तो राष्ट्रहरूमा चाहिँ एससीसीले उल्टो त्यहाँको लोकल चार्टर्ड एकाउन्टेन्सी बडीलाई डोमिनेट गरेको वा चाहिँ एससीसी अझ एग्रेसिभ रूपमा त्यहाँ उपस्थिति रहेको भन्ने खालको कुरा छ नि, यो के सत्य हो? यो सत्य नै हो। त्यसमा अहिले त 1-2 वर्ष अगाडिको डेटा नै त्यहाँ 40,000 प्लस थियो एससीसी मेम्बर त होइन, उनीहरू टोटल स्टुडेन्ट होला, मेम्बर त होइन। मेम्बरको चाहिँ मलाई नम्बर थाहा भएन अहिले, तर अहिले त धेरै बढिसक्यो। यो त केही वर्ष अगाडिको डेटा हो। भनेको त्यहाँ त नम्बर अफ स्टुडेन्ट त एससीसी नै छन् अहिले चाहिँ। भनेको त्यहाँ त 2-3 वटा चार्टर बडी होला, त्यहाँ एउटा मात्र चार्टर बडी छ जस्तो लाग्दैन, लोकल पनि त्यहाँ म्यानेजमेन्टको पनि छुट्टै छ त्यहाँ। त्यसको कम्पेरिजनमा एससीसीको नम्बर त धेरै त्यहाँ ग्रो एकदम हाई ग्रो। जस्तो आजको दिनमा नेपालमा चाहिँ के कति विद्यार्थीहरू वा के कति एससीसी मेम्बर छन्, कुनै तथ्याङ्क छ? अब विद्यार्थी चाहिँ ठ्याक्कै 1-2 वर्ष अगाडिको एउटा डेटा मलाई के याद छ भने त्यो बेला हामीले 1800-1900
विद्यार्थी छन् भन्थ्यौँ। त्यसैले मेरो विचारमा यो अहिले 2000 प्लस भइ नै सक्यो, डेफिनेटली भइसक्यो। 2200-2400 को रेन्जमा हाम्रो स्टुडेन्टहरू छन् र मेम्बरहरू त छन् 300 प्लस नै छन् हो, किनभने मेम्बरहरूको त अलिअलि इन्ट्रेक्सन भइरहेको हुन्छ यहाँ। हामीले चाहिँ बेला बेला डेटाबेस पनि क्रिएट गरेका थियौँ मेम्बरहरूको। 300 प्लस छन् नेपालमा अहिले। नेपालमा पनि 300 बढी एससिसीहरू छन् आजकल। जस्तो तपाईँले क्वालिफिकेसन लिँदा वा तपाईँ क्वालिफाइड हुँदाखेरि चाहिँ यो नम्बर कति थियो याद छ? एक्ज्याक्टली चाहिँ थाहा छैन मलाई है, तर हामी चाहिँ त्यो बेलामा जहाँ भ्याकेन्सी खुल्थ्यो नि त्यहाँ अप्लाई गर्न जाँदाखेरि चाहिँ अब जस्तो 8-9 जना माग्यो भने 9-10 जना हुन्थ्यो कि अप्लाई गर्ने। यो भनेको 2006 को कुरा, यो 2006-07 को कुरा हो। म 6 डिसेम्बरमा क्वालिफाई भएँ। 7 को कुरा हो। त्यति नै हुन्थ्यो, त्यहाँ हुँदै हुँदैन त्यो अप्लाई गर्ने मान्छे नै हुन्थेन कि। भनेको यो त एससिसी मात्रै भएन नि त, 7बाट 16 सम्म आइपुग्दा धेरै चेन्ज चाहिँ भयो, नम्बर त धेरै बढ्यो। यो बीचमा के एससिसीले इनपुट बढी दिएको हो? एससिसीको नम्बर पनि मजाले राम्रै बढ्यो हो। त्यो बेला ठ्याक्कै सम्झिन सक्दिनँ म एक्ज्याक्ट नम्बर, तर मलाई लाग्छ 40-50 जना हार्डली थियो मलाई हो त्यो बेला त। 40-50 जना, त्यही पनि चाहिँ पिआर अप्लाई गरेर जानेहरू सहित है। त्यो चाहिँ नेपालमा बस्छु भन्ने नै होइन। अब त्यो सहित 40-50 जना थियौँ होला। अब अहिले त 300 प्लस छन्, जुन चाहिँ नेपालमा रहेको हुन् है फेरि यो चाहिँ। त्यसैले धेरै बढ्यो। भनेको मतलब नेपालबाट एससिसी सकेर वा कतै एससिसी सकेर बाहिर बस्नेहरूको डाटा यसमा इन्क्लुड छैन? यसमा इन्क्लुड छैन। मतलब त्यो सङ्ख्या पनि लगभग ठुलै हो? सङ्ख्या पनि ठुलै नै छ जस्तो लाग्छ मलाई, किनभने अहिले प्रेजेन्स तपाईँ म्याक्सिमम स्टुडेन्ट अहिले मेम्बर भनौँ न क्यानाडा गएका छन्, अस्ट्रेलिया गएका छन्, इभन अमेरिका गएका छन्, थुप्रै छन् हो अहिले। भनेको यो विदेश जान वा पिआर लिन केही सहज हो एससिसी अध्ययन गरिसकेपछि? सहज भन्दा नि अब म आफैले अप्लाई गरेको मान्छे हुँ पिआरको लागि पनि। अब किनभने एउटा रिकग्निसन कुरो हुन्छ नि त, उनीहरूले त्यहाँको लोकल डिग्रीको एउटा इक्विभ्यालेन्ट दिनुपर्ने हुन्छ नि, त्यसको लागि चाहिँ एससिसी चाहिँ क्वालिफाई हुन्थ्यो कि, सजिलो क्वालिफाई हुन्थ्यो। त्यसो एससिसी भनिसकेपछि चाहिँ अब मैले अरू एक्सप्लेन गर्न परेन, सिधै त्यो त्यहाँको चाहिँ उनीहरूको त्यो क्याटेगोरीमा पर्थ्यो। क्वालिफिकेसन वाइज चाहिँ फिट भइहालिन्थ्यो। अनि अरू भनेको कुरो त आफ्नो एक्सपिरियन्स हुन्छ, उनीहरूको ल्याङ्ग्वेजको कुराहरू हुन्छ, आइएल्सको कुराहरू हुन्छ, त्यो पुना साथै सिद्धिहाल्यो कि। भनेको अरू चाहिँ डिग्री गर्न अथवा के गरी लिने होला भन्ने चाहिँ गर्न पर्थेन। मतलब अहिले विदेश जाने ट्रेनमा जुन यहाँ पढेको एकाडेमिक क्वालिफिकेसनले कति क्रेडिट आवर पुग्ने वा यस्तै यस्तै कुराहरूले चाहिँ बाधा पुर्याइरहेको हुन्छ, त्यो चाहिँ समस्या परेन? त्यो चाहिँ समस्या परेन। त्यो समस्या नपर्दाखेरि केही सहज चाहिँ अवश्य पनि भएको हो? धेरै नै सहज भएको त्यो त, धेरै नै सहज। जस्तो एउटा एससिसी पास गरिसकेको एससिसी सदस्य भनौँ, उसले युरोपियन कन्ट्री वा गल्फ कन्ट्री बाहेक जुन हाम्रै सार्क राष्ट्रहरूमा छ नि, यतातिर चाहिँ कस्तो खालको सम्भावनाहरू छन् जस्तो लाग्छ? अब सार्क राष्ट्रमै चाहिँ एउटा कन्ट्रीबाट अर्को कन्ट्रीमा गएर काम गर्ने चाहिँ मैले अहिले त्यति धेरै देखिहाल्दिनँ। किनभने जस्तो ठुलो नम्बर कन्ज्युम गरे इन्डियामा हुनसक्छ डेफिनेटली। एससिसिएहरू थाहा छैन, नेपाली सिएहरूले इन्डियामा गएर काम गरी अझै गरिरहेछन्, अडिट फर्ममा अडिट म्यानेजर ठुल्ठुलो पोर्टफोलियो लिएर बसिरहेछन्। एससिसिएहरूको चाहिँ मलाई नम्बर थाहा छैन। भनेको अब इन्डियामा त धेरै अब त्यो ग्रोइङ मार्केट हो, त्योभन्दा बाहेकको अरू कन्ट्रीमा चाहिँ उनीहरूको नेसनल प्रोडक्ट प्लस एससिसीको नम्बरहरू नै सफिसियन्ट छन्। त्यसैले नेपालीहरूले अहिले तुरुन्तै गएर गरिहाल्ने ठाउँ जस्तो चाहिँ मतलब सार्क राष्ट्रहरूमा चाहिँ एससिसीको उपस्थिति चाहिँ लगभग सबै जसो कन्ट्रीमा छ? सबै कन्ट्रीमा छ, राम्रो उपस्थिति छ। इन्डियामा हो अलिकति नभएको, अब लास्ट 1-2 इयर्समा त उनीहरूले त धेरै फोल्ड स्टुडेन्ट र नम्बर के अरे मेम्बर धेरै फोल्ड बढेछ। मतलब केही वर्ष अगाडि त इन्डियामा त लगभग एससिसीको उपस्थिति एकदम न्यून थियो। मतलब त्यो मार्केटमा एससिसी अलिक बढी एग्रेसिभली लागेको हो जस्तो लाग्छ तपाईँलाई? लागेको हो। अहिले उनीहरूको भिजन 2020 पनि अब एसिया पेसिफिकदेखि लिएर सबै कन्ट्रीमा नै उनीहरू एग्रेसिभली लागेका छन्। इभन नेपालमा पनि उनीहरूको प्रेजेन्स भइ नै सक्यो, उनीहरूले हेड अफ मार्केटिङ रिक्रुट गरिसक्यो र इन्डियामा पनि उनीहरूले प्यारलली एग्रेसिभली लागिसकेका छन्। भनेको आजको दिनमा कोही विद्यार्थीले +2 सकेर एससिसी अध्ययन गर्दाखेरि ऊ कतै गएर पनि फिट हुने भयो।
कन्ज्युम हुन सक्छ, क्वालिफिकेसनकै कारणले कतिपय अवस्थामा यहाँका प्रोडक्टहरू चाहिँ बार हुनुपर्ने अवस्था चाहिँ एसिसी अध्ययन गर्दा हुँदैन। र अब कतिपय केसमा मैले साथीहरूबाट सुने पनि छु, एउटा मैले अब नेसनल बडीलाई त ऊ भन्न खोजेको होइन, तर इन टर्म्स अफ रेपुटेसन र इन टर्म्स अफ द अरू कन्ट्रीको मान्यता अनुसार चाहिँ जस्तो आइकेनमा पढेको मान्छेले आइकेनको डिग्री छ उसँग र अरू भनौँ न अरू चाहिँ क्वालिफिकेसनहरू उसको कपासिटी हुँदै पनि यो डिग्रीकै कारणले चाहिँ इन्टरनेसनल फोरममा गएर उसले चाहिँ जुन अपर्च्युनिटी पाउनु पर्ने हुन्थ्यो नि त्यो नपाएको मैले 1-2 इन्सिडेन्ट भेटे पनि छु र मान्छेले अलिकति रिग्रेट पनि फिल गरेका छन्। त्यसैले आफ्नो करियर पाथ जे हो त्यो अनुसार चाहिँ हामीले क्वालिफिकेसन लिनुपर्ने नै हुन्छ। एसिसी गरिसकेपछि त्यो कतै पनि समस्या आउँदैन। हस्त कार्यक्रम आइदिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँलाई, तपाईँको टिमलाई पनि धेरै धेरै धन्यवाद। आदरणीय दर्शकहरू, उहाँ हुनुहुन्थ्यो सुरेश पण्डित, एसिसी सदस्य हुनुहुन्थ्यो। उहाँसँगको यो संवादसँगै आजका लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिसकेको छ। यी 7 श्रृङ्खलाहरूसम्म आइपुग्दा तपाईँका धेरै सल्लाह तथा सुझाव प्रतिक्रियाहरू हामीले पाइ नै रह्यौँ। यसका लागि पनि तपाईँ सम्पूर्ण दर्शकहरूलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ। एसिसी सप्ताहको यो जुन सिजनका श्रृङ्खलाहरू आजबाट हामीले बिट मारेका छौँ र डिसेम्बर सिजनमा फेरि एकपटक एसिसी सप्ताह लिएर हामी एसिसीसँग सम्बन्धित 7 अतिथिहरूलाई बोलाएर 7 घण्टा निरन्तर 7 दिन बहस गर्ने प्रयास गरिरहेका छौँ। नेपाली टेलिभिजन इतिहासमै यो हाम्रो पहिलो प्रयोग थियो, यो हाम्रो पहिलो प्रयास थियो। यो प्रयासलाई धेरैजनाले सराहना गर्नुभएको छ, धेरैजनाले राम्रो भनिदिनु भएको छ, कतिले गाली गरिदिनु भएको छ। यी सम्पूर्ण दर्शकहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ। हामीसँग पनि धेरै कमी कमजोरीहरू भयो होलान्, धेरै गल्तीहरू भयो होलान्। यो बीचमा हामी आगामी सिजनहरूमा वा एसिसी सप्ताहका आगामी श्रृङ्खलाहरूमा हामी त्यसलाई सुधार्दै लैजाने नै छौँ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिटसँगै म सुरज प्याकुरेल पनि बिदा हुन चाहन्छु। भोलिदेखि हाम्रा नियमित कार्यक्रमहरू चल्ने नै छन्। बिदा दिनुहोस्। नमस्ते।